नमस्कार साथीहरू, आज नि तपाईहरुमाझ अर्को भिडियो लिएर आएको छु। साथीहरू, हामी प्राय तीन पत्ती फलास खेल्छौं। तीन पत्ती फलास खेल्दाखेरि के गर्छौं हामी, एउटा नर्मल तास भयो। ओके, यो एउटा नर्मल तास भयो। यसलाई चाहिँ म मिक्स गर्दिन्छु। ओके, तीन पत्ती फलास खेल्दा प्राय यसरी नै मिक्स गरेको हुन्छ अथवा कसैले यसलाई चाहिँ मजाले फिर्के लगाएको हुन्छ हैन र। ओके, यसरी फिर्के लगाएको हुन्छ र अब यो तासलाई चाहिँ के गर्छन्, तीन पत्ती फलास खेल्दा त प्राय काटेकै हुन्छ। अब यो तासलाई काटिदिन्छन्। अब यो काटेको तासलाई चाहिँ कसैले हैन, अब यो तासलाई चाहिँ कसैले हैन यस्तिकै यता राखेको पनि हुन्छ। अब त अथवा कसैले चाहिँ यसरी यस्तो गरेको पनि हुन्छ। मान्नुस् यसै गर्दै मैले अहिले हामी तीन जना खेल्दै छौं है। ओके, म तीन ठाउँमा बाँड्छु। ओके, मैले तीन ठाउँमा बाँडे। अब यो व्यक्तिले चाहिँ हैन सुरुमा त एकचोटी बिलेन खेल्न सक्छ। ओके, यसले बिलेन खेल्यो, 5 रुपैयाँ बिलेन हाल्यो। अब उसले पनि, अब यो व्यक्तिले पनि के गर्छ, एकचोटी त बिलेन खेल्न सक्छ अथवा हेर्न सक्छ हैन। जे भए पनि अब एकचोटी यो मान्छेले पनि बिलेन हाल्यो। ओके, बिलेन हाल्यो। अब मेरो पालो आयो, म पनि एकचोटी त बिलेन हाल्छु। ओके, मैले एकचोटी बिलेन हालेँ। अब उसको पाला आयो। अब उसको पाला आयो। अब उसले अब कस्तो छ खेलाडी हैन, अब बिलेनै हाल्ने खालको छ कि है, अब कस्तो खालको छ, अब बिलेन हाल्ने खालको छ या छैन, नर्मलै खेलाडी रहेछ यो मानिलौं। ल, उसले हेर्यो किनकि उसँग धेरै ठुलो तास पनि छैन। ओके, बादशाह आएछ। अब यो बादशाहमा उसले चल्न पनि सक्छ र नचल्न पनि सक्छ है। अब चल्छै भन्ने छैन, अब चल्न नि सक्छ नचल्न नि सक्छ। मानिलिउँ बादशाह आएछ, उसले एकचोटी राखिदियो। अब उसको पाली आयो। अब उसले के गर्छ, अब उसले हेरेर चलेको छ भनेपछि ऊ हेर्न नि सक्छ नहेर्न नि सक्छ। अब उसँग पनि ठुलो तास छैन। अब उसँग पनि मात्र मिसी टप छ, जुन चाहिँ चिडेको मिसी छ टप। अब यो मान्छेले पनि हेर्यो। ओके, योसँग चाहिँ चिडेको मिसी टप छ। ओके, देख्न सक्नुहुन्छ चिडेको मिसी। अब यो मान्छेले हाप्छ नै, चिडेको मिसीले चल्दैन, यो मान्छे हाप्यो। अब मेरो पाली आयो। अब म बिलेन खेल्ने कि सिन खेल्ने भन्ने हुन्छ म चाहिँ है। अब मसँग नि ठुलो तास छ छैन भनेर, अब ठुलो तास छ भने त अब खेल्न मिल्यो हैन, नत्र भने अब म पनि हाप्नेतिरै हो। अब मसँग पनि ठुलो तास छैन, नत्र मलाई पनि उ छ, तर अझै उसलाई चाहिँ म हैन, अब कतिचोटि मैले खाएँ त्यो अनुसार हेरेर हुन्छ हैन। मैले धेरैचोटि खाइरहेको छु भने म एकचोटि बिलेन हाल्दिन सक्छु अथवा बिलेनमै म खोल्दिन पनि सक्छु हैन। तर म जित्छु भन्ने त छैन, म हार्ने नै हो जसरी पनि हैन। उसले जितिरहेको छ, म हार्ने नै हो। तर मैले यो तास हेरेको छैन, तर म हार्ने नै हो। अनि हार्ने भए पनि नि मेरो खेललाई चाहिँ हैन कसैले थाहा नपाओस् भन्नको लागि चाहिँ म एकचोटि बिलेन हाल्न नि सक्छु अथवा मैले हेरेर हाप्दिन पनि सक्छु। बिलेन हालेर म खोल्दिन नि सक्छु, किनकि म हार्छु भन्ने पनि थाहा हुँदाहुँदै पनि म खोल्दिन सक्छु, किनकि मेरो गेम कसैले थाहा नपाओस् भन्नको लागि। ओके, मसँग धेरै ठुलो तास छैन, मसँग गुलाम मात्रै छ ठुलो तास। त्यसले गर्दाखेरि अब म हेर्छु, म पनि हेर्छु। ओके, पानाको गुलाम छ ठुलो तास। ओके, देख्न सक्नुहुन्छ पानाको गुलाम छ मसँग ठुलो तास। त्यसले गर्दाखेरि अब मैले हेरेँ यो तासलाई। अब मैले हेरिसकेपछि म 100% म जित्नेमा छुइनँ, किनकि उसले जितिरहेको छ भनेर मैले देखिरहेको छु। त्यसले गर्दाखेरि अब म हाप्दिन्छु र उसैलाई खाना दिन्छु बादशाह टपले। ओके, यसरी नै तपाईहरुले पनि खेल्न सक्नुहुन्छ, किनकि तपाईलाई के तास आयो भन्ने कुरो पहिल्यै नै थाहा भइसकेको हुन्छ। अब एकचोटि म तपाईहरुलाई अझै मिक्स गर्दिएँ, काटिदिएँ यसलाई। ओके, मैले बाँडेँ 1 2 3 ठाउँ। ओके, अब 3 ठाउँ बाँडिसक्यो। अब यतिखेर थाहा भइहाल्छ कि मलाई चाहिँ के तास छ भनेर हैन, म जित्ने खालको छ कि छैन भन्ने कुरो। अब यतिखेर म बिलेन मजाले खेल्न सक्छु है, म बिलेन मजाले खेल्न सक्छु। जस्तो म यो पालि लगभग म जित्छु है, यो पालि म लगभग जित्छु। त्यसले गर्दाखेरि म बिलेन खेल्न सक्छु मजाले, यसमा कुनै पनि टेन्सन छैन।
र एकचोटि हेरौँ। अब मैले जित्छु भने होइन तपाईँहरूलाई, म हेरौँ है त एकचोटि। मसँग एउटा जुट आएको छ होइन, जम्मा मिसी जुट आएको छ मलाई पहिल्यै थाहा भइहाल्यो। अब म बिलेन खेल्ने कि सिन खेल्ने कि होइन, म अब मजाले अलिक समय बिलेन खेल्न सक्छु। र अब यता हेर्दै जाऊँ। ओके, देख्न सक्नुहुन्छ यहाँ बादशाह टप छ अहिले पनि। म जित्छु भने चाहिँ मैले अघि नै सुरुमै तपाईँहरूलाई, मसँग मिसी जुट छ। ओके, अब यतिखेर म बिलेन नै खेल्न सक्छु होइन। ओके, यसको हेरौँ। ओके, देख्न सक्नुहुन्छ मिसी टप रहेछ, यसको मिसी टप, यसको बादशाह टप। मैले किनकि तपाईँलाई सुरुमै भनेको थिएँ मैले खाँदैछु भनेर। मसँग भनेको मिसी जुट छ। ओके, देख्न सक्नुहुन्छ मिसी जुट, मिसी जुट। अब यसरी नै तपाईँले पनि खेल्न सक्नुहुन्छ। त्यसको लागि चाहिँ अब तपाईँले चाहिँ हामीसँग यही तास लानुपर्ने हुन्छ। यही तास लानुभयो भने तपाईँले पनि यसरी नै खेल्न सक्नुहुन्छ है। यो तास मात्र होइन, यस्तै अरू अरू डिजाइनको पनि हुन्छ, जुन पनि हुन्छ हामीसँग होइन। यस्तो चिन्नल भएको तासहरू हुन्छ। र यो चिन्नल तास लगेर तपाईँ पनि यसरी नै खेल्न सक्नुहुन्छ। यदि चाहिन्छ भने तपाईँहरूले सम्पर्क गर्नुहोला। यो चिन्नलवाला तास पुरै सिलप्याक हुन्छ। तपाईँलाई चाहिँ तपाईँ यदि बाहिर हुनुहुन्छ होइन, काठमाडौँभन्दा धेरै टाढा हुनुहुन्छ भने पनि तपाईँले कन्ट्याक्ट गर्न सक्नुहुन्छ। तपाईँलाई हामी कुरियरमा त्यहीँ पठाइदिनेछौँ। र यसरी नै तपाईँले खेल्न सक्नुहुन्छ। तपाईँलाई के आयो पहिल्यै थाहा हुन्छ। र तपाईँ बिलेन खेल्ने कि सिन खेल्ने कि होइन, तपाईँ जित्दै हुनुहुन्छ कि हार्दै हुनुहुन्छ कि। अब धेरैजनामा त सबैको हेरेर सकिन्न होइन, देखिँदैन। तर तपाईँको आफ्नो चाहिँ प्रष्टै देखिन्छ। तपाईँ जित्ने अब त्यो बोर्डको लागि, त्यो गेमको लागि होइन, त्यो बाँडको लागि चाहिँ तपाईँले जित्दै हुनुहुन्छ हार्दै हुनुहुन्छ पहिल्यै थाहा भइहाल्छ। जसरी यसरी बाँड्यो। अब यो बाँड्ने बित्तिकै तपाईँलाई थाहा भइहाल्छ कि तपाईँ अब बिलेन खेल्ने कि सिन खेल्ने कि होइन, जे खेले पनि अब तपाईँलाई थाहा भइहाल्छ।